हाई एभ्रिवान। सो आज चाहिँ हामी केक एन्ड को गएको थियौँ। धरानमा चाहिँ अलिक गर्मी बढ्न थालेको छ, त्यही भएर हामीले कोल्ड कफी खायौँ। त्यसपछि यहाँनिर चाहिँ हाक्का नुडल एकदम मिठो पाउँछ के, त्यही भएर हामीले हाक्का नुडल मगायौँ अनि चिकन स्यान्डविच मगायौँ। त्यसपछि बेबीको लागि चाहिँ म्याक एन्ड चिज मगायौँ। यहाँ चाहिँ सबै खानेकुरा कस्तो मिठो अनि रिजनेबल प्राइसमा पाउँछ के, प्लस एम्बियन्स पनि कस्तो 10 आउट अफ 10 छ, एकदम राम्रो छ है। बसौँ लाग्दो, भित्रको एम्बियन्स एकदम मजाको छ। अनि हामी चाहिँ यो ओपन भएदेखिको रेगुलर कस्टमर हो हैन, सबै खानेकुरा मिठो पाउँछ। अनि पहिलानिर चाहिँ तल मात्रै थियो, अहिले चाहिँ माथि पनि उहाँहरूले बढाउनु भएको छ। एकदम अहिले चाहिँ एकदम फेम पनि गेन गरेको छ। टिकटकतिर देखिरहेको हुन्छ कि उहाँहरूको क्याफेको कस्टमरहरूले हालिराख्नु भएको। अनि इफ यु आर फ्रम धरान, तपाईँहरू यो प्लेस चाहिँ जानै पर्छ है एकचोटि, किनकि यहाँनिर खानेकुराहरू एकदम मिठो मिठो पाउँछ है। मलाई चाहिँ यहाँको एकदम मनपर्ने भनेको चाहिँ चिज केक हो। म प्राय यहाँ जाँदा केही नखाए पनि चिज केक चाहिँ खान्छु।